पोशाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरलाई नैतिकतासँग जोडेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी प्रमुख लगायतमाथि प्रश्न गर्दै आउनु भएको छ। गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा यो विषयमा छलफल भएको थियो। सांसद सुनारले यो विषय चर्को गरी उठाउनु भएको थियो। उक्त बैठकमा गृहमन्त्री सुदन गुरुङ अनुपस्थित रहनु भएको थियो। शुक्रबार कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा उपस्थित भएर सार्वजनिक लेखा समितिको बैठकमा भएको व्यवहारप्रति असन्तुष्टि जनाउनु भयो। अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी हाम्रो मेरो गैर उपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यू प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गरियो त्यसमा चाहिँ गृहमन्त्रीको ध्यान आकर्षण भएको छ। उहाँले भन्नुभयो दिस इज नट राइट, दिस इज नट गुड। उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने उहाँको भनाइ थियो। कसैलाई एउटा भनौँ न उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्छ, त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन। मन्त्री गुरुङले सांसद सुनार लक्षित गर्दै भन्नुभयो इट इज नट गुड अनि हाम्रो गृह मन्त्रालयकै ध्यान आकर्षण भएको छ। यसमा चाहिँ वी आर नट ह्याप्पी अबाउट इट। उहाँले गृह प्रशासन अन्तर्गत रहेकाले सरकारको स्पिड अनुसार काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयका साथीहरू पनि यही भएको हिसाबले चाहिँ मैले कुरा गर्न चाहे हाम्रा कर्मचारीले जसरी काम गरिरहनु भएको छ, मेहनत गरिरहनु भएको छ, म प्रत्यक्षदर्शी छु। जसरी आइजी साहबहरू काम